यदि तपाईले हरेक महिना 3000 को एसआईपी गर्नुहुन्छ र एभरेज रिटर्न 12% पाउनुहुन्छ भने 30 वर्षमा तपाईसँग हुन्छ 91,56,000 रुपैयाँ। 5000 को एसआईपी गर्नुहुन्छ भने 30 वर्षपछि हुन्छ 1,53,00,000 रुपैयाँ। 8000 को एसआईपी गर्नुहुन्छ भने 30 वर्षमा हुन्छ 2,44,00,000 रुपैयाँ। मन्थली 10000 को एसआईपी गर्नुहुन्छ भने 30 वर्षपछि तपाईसँग हुन्छ 3,05,00,000 रुपैयाँ। 12000 को एसआईपी गर्नुहुन्छ भने तपाईसँग हुन्छ 3,66,00,000 रुपैयाँ। 15000 को एसआईपी गर्नुहुन्छ भने तपाईसँग हुन्छ 4,58,00,000 रुपैयाँ। 20000 को एसआईपी गर्नुहुन्छ भने तपाईसँग हुन्छ 6,10,00,000 रुपैयाँ। तर त्यसको रियालिटी अलि फरक छ। नेपालको अन एन एभरेज इन्फ्लेसन भनेको 6% छ। तपाईसँग 91 लाख को भ्यालु हुन्छ जम्मा 15 लाख रुपैयाँ। 1,53,00,000 को भ्यालु हुन्छ 26 लाख रुपैयाँ। 2,44,00,000 को भ्यालु हुन्छ 42 लाख रुपैयाँ। 3 करोड को भ्यालु हुन्छ 53 लाख रुपैयाँ। 3,66,00,000 को भ्यालु हुन्छ 63 लाख रुपैयाँ। 4,58,00,000 को भ्यालु हुन्छ 80 लाख रुपैयाँ। 6 करोड को भ्यालु हुन्छ 1 करोड रुपैयाँ। यो पैसाहरु देख्दा ठूलो लाग्छ तर हामीले इग्नोर गरेको हुन्छौं इन्फ्लेसनलाई। 30 वर्षपछि करोड हुन्छ भनेर मात्र नसोच्नुस्, त्यसको रियल भ्यालु कति हुन्छ त्यो पनि थाहा पाउनुस्। अनि तपाईले एसआईपी गर्नु भएको छ कि भएको छैन, कति हजारको एसआईपी गर्नु भएको छ कमेन्ट गर्नुस्।